आएको घाम झुल्किनुभन्दा अगाडिदेखि भन्दा हुन्छ। अनि अहिले चाहिँ यहाँनिर ग्यास लाउनुको लागि बस्यो आएकोमै घाम आएको छ। अब ग्यास लगाउनु रातभित्र हल्का पसिनु पसेको छ। त्यहाँदेखि फेरि हाम्रो यात्रा चाहिँ बाहिरको मौसमहरू ट्याक 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 चिसो चिसो चराहरू कराउँदैछ। अनि यतै आएको थियो ग्यास लाउनु। स्पिड लिमिट पनि उयो हुन्छ बढ्छ। अघिसम्म लिमिट कति 70 थियो भने अब 80 हुन्छ। अब 80 मा त 90 त के हान्नु 85 गरेर आरामले गर्छ केही गर्दा छ। 80 हुन्छ स्पिड। अब 80 माइल्स पर आवर थोरै स्पिड होइन त। त्यसको तुफानमा हाम्रो यात्रा सुरु हुन्छ। मान्नु होला किनकि यस्तो त मैले लाइफमा फर्स्टचोटि देखेको नि त। त्यो कारणले गर्दा भइरहेको छ पुरा। यहाँ माउन्टेन आइपुगिसक्यौँ अहिले चाहिँ हामीहरू। अनि अब रेस्ट एरियामा छौँ। यस्तै छ वरिपरिको वातावरण। अब एकछिन यहाँनिर बसेर खाइपिए हुन्छ होला। यस्तो दामी छ भ्यूहरू। यस्तो दामी छ यता। त्यहाँदेखि छ्याप्पै यहाँ खानेकुरा चट्टा खोइ अलिकति चट्टा। अनि यहाँनिर अब न्यू ड्राइभर आएको। मेरो चाहिँ हल्का विश्राम। यस्तो यात्रामा हुनु चट्टसँगले भात चार चटपटे अनि अचार कताको अचार छ्याप्प अनि बोय खाँदै। हामीहरू चाहिँ अहिले मोन्टेनाको यो ब्ल्याक माउन्टेनमा आइपुगेको छ। यो चाहिँ यहाँ मोन्टेनाको माउन्ट एभरेस्ट हो। तर माउन्ट चाहिँ कता चाहिँ थाहा छैन। हामी चाहिँ युएसको सबैभन्दा लङ्गेस्ट माउन्टेन भनौँ न। यो माउन्टेन चाहिँ क्यानाडादेखि भएर आएको छ क्या। अनि यसको नाम हो रकी माउन्टेन केएफसी रकी माउन्टेन। चाट चिरेर लाग्यो तर केही देख्दैन के गर्नु किनकि सबै चाहिँ ट्याक्कसँगले रकी माउन्टेन अपरेसन गरेर हामीहरू निस्क्यौँ। अब दामी छ ठाउँ यतातिर होइन। यस्तो दामी ठाउँमा आइएको छ। स्वर पनि सुकिसक्यो। यस्तो दामी ठाउँ छ। तपाईँहरूले अघिदेखि हेरिरहनु भएको थियो होइन। हामीहरू घाम झुल्किनुभन्दा अगाडिदेखि नै हो। अब घाम अस्ताइसक्यो यहाँनिर चटक्क परेर। यसलाई यस्तो डार्कमा देखाएको थियौँ न। लु कस्तो गाह्रो हुने हो। अनि हामी चाहिँ स्टिल मरुभूमिमा हिँडाइ भइरहेछ। पानी खोजिने यात्री चाहिँ। अनि हाम्रो अहिले चाहिँ चेन्ज भयो। स्पिकरदेखि लिएर आउँछ जस्तो छ। यस्तो दामी छ यता चाहिँ। चलपल हुँदैन त नि हाम्रो यात्रा यतिकै चलपल भएको होइन त होइन। यता पछाडि के हुँदैछ अरे यहाँनिर अब हामी के भएको थियो हामी बिहान हिँड्यो होइन। अहिले के भइरहेको छ डाँडा भएर डाँडा छ क्या त्यहाँ देखेको छ कि छैन यता पनि डाँडा यता पनि डाँडा हामी बिचमा यात्रा गरिरहेको छौँ। दामी छ दामी। तर म चाहिँ विवाहित ऊ चाहिँ सिङ्गल हो। ऊ सिङ्गल हो। सनसेट हुँदैछ यति बेला सबै भिडियो गरेर ड्रोनले होइन एक ठाउँ रोकाएर होइन डाँडाबाट सुई बनाउँछ क्या सनसेट हुँदै कस्तो दामी जारी छ। अनि यता हाम्रो ब्लगर म्यानलाई चाहिँ छटपट भयो। रोकेर खिच्नु होइन भेना भने ज्याज भइसक्यो। अनि हामीहरू पुग्नुपर्ने कहाँनिर छ कहाँ रोकेर कुरा गर्दा हुन्छ त। हामीहरू पऱ्यो फ्याट्स देखाउने हो फ्यास देखाउने हो सिद्धीको कुरा। अनि यता नि फ्यास देखाउने हो अनि आफै फ्यास देखाउने हो। चक्र मुख चेप्ने हो हिँड्ने हो। सिटिज थियो देख्दैछ है देख्दैन। डाइनोसर छ। मरुभूमिमा पनि यहाँ यस्तो सिटी छ भनेपछि
जहाँ चाहिँ पानी नै पाउनु गाह्रो भएको ठाउँमा सिटी बसिरहेछ। नेपालमा चाहिँ यतिको प्रगति कहिले हुने? त्यस्तो अन्धकार आयो त कहाँ हो यो त यार? कहाँ लाँदैछ हो राज यार? राज कहाँ लाँदैछ हो? रङटनमा लाग्दैछ हौ। रङटन हुन्छ र फेरि स्यामेज हुन्छ। अनि यता देखाउनुहोस् त यो चाहिँ न्युटेलाको अचार। यो चाहिँ कस्तो खालको हो भन्दाखेरि यो चाहिँ यसलाई प्रणामी मासु प्रणामी मासु थियो टक्क। अनि उहाँ चाहिँ सेफ थिए, आज त सेफ थियो। अनि उहाँको खाना चाहिँ टक्क यहाँनिर हेर्नुपर्ने हुन्छ। के छ भन्दाखेरि चाहिँ यहाँ गोठको मासु सुप लगायो। अनि यहाँ अर्को के थियो? अच्छा आलुको झोल। अनि यही थियो। अनि मास्टर सेफमा आइपुग्यो, खाना पनि खाइयो, टन्न भइयो। अनि आजको भ्लग चाहिँ सिद्धियो।